खाओगुई स्टेसनबाट चाहिँ हामी चाहिँ खाओगुईको नजिकको चाहिँ एकदम ओल्ड हेरिटेज प्यालेस भन्दा प्लेस ठाउँहरू घुम्दै आज खाओगुईको नजिकको एदो जिदाईको घरहरू हेर्दै र हिराकावा रिभरमा साकुरा हेर्दै आएको छौँ। जेआर खाओगुई स्टेसन एकदम फेमस प्लेस हो, तपाईँले आउन घुम्न सक्नुहुन्छ। आज पानी परे पनि हामी चाहिँ मजाले घुम्यौँ, एकदम रमाइलो छ ठाउँ र साथै यस्तो घुम्ने ठाउँहरू हेर्न चाहन्छ भने सब्सक्राइब गरेर राख्नु होला। धन्यवाद। यो घर त्यो यहाँ चाहिँ काँक्रा बेचिरहेछ होइन चाहिँ यस्तो रहेछ यहाँ खाओगुईको यहाँ के हो यस्तो रहेछ यहाँ रमाइलो छ त ठाउँ त। यो त जापान जस्तै लाग्दैन हो यो त, पारिहरू उल्टो होला क्या यो घर। ए यो पसल लाग्छ मुनि किन्नु खाना भेना चाहिँ त्यहाँ हुनुहुन्छ। यो खाओगुईबाट चाहिँ आएपछि चाहिँ यो पुरानो घरहरू भएको खाओगुईको एकदम फेमस प्लेसमा छौँ हामी, घुम्दैछौँ। यहाँनिरको फेमसमा चाहिँ सकरखण्ड अरे, तर सकरखण्ड अहिलेसम्म भेटा छैन कता पनि यस्तो छ यहाँनिर। अहिले चाहिँ हामी खाओगुईको खसिया योकोचोमा छौँ। यो चाहिँ एकदम फेमस होमियाहरू किन्ने ठाउँ रहेछ। यहाँनिर पुरानो घरको साथै यस्तोहरू किन्ने ठाउँ, नर्मल्ली पुरानो सामान अब खानेकुराहरू किन्ने ठाउँ एकदम फेमस रे योकोचो। त्यहाँबाट छिरेको अब कहाँ त्यो टाढा छ हेर्दै जाउँ अनि बेनाजु। लास्टमा त सकरखण्ड त हो नि, डल्लो सकरखण्ड यहाँको फेमसै सकरखण्ड हो भन्दै थियो अघि। यस्तो रहेछ यहाँ बजारहरू टुङटुङ लाएर। यो खसिया योकोचोको चाहिँ यो के भन्ने हो, यो सकरखण्डको आसिने भने खाएको के हो। अहिले हामी चाहिँ यो खाओगुईको खसिया योकोचो एकदम सपिङ स्ट्रिट घुम्दै आउँदाखेरि यहाँ चाहिँ टक्क टुरिस्टहरूलाई यहाँ स्पेस रहेछ, बस्ने स्पेस होइन बेनाजु। टक्क यहाँ चाहिँ के भन्छ ब्रेक गर्ने, भित्र चाहिँ खाने सामान ल्याएर मजाले बसेर खाना मिल्ने रहेछ। र टोयलेट, एसी, तातो चिसोको व्यवस्था यो चाहिँ सही लाग्यो। यहाँ चाहिँ यसरी बस्नु नि पाउनु रहेछ, बल्ल आनन्द भयो। फेरि हामी घुम्न जानेछौँ। यो चाहिँ सकरखण्डको बिहार खाओगुईमा खाएको पसल चाहिँ यहाँ पसल हेर्नुहुन्छ भने तपाईँ पुरै यहाँ जाट मिसिनको गति हेर्नु है, बिजोग छ यहाँ यस्तो छ। अनि यहाँ यस्तो छ पसलको भित्री अवस्थाहरू। तर यहाँनिर चाहिँ यो टुरिस्ट एरिया भएर घुम्ने ठाउँ भएर नहुँदो रहेछ बिना चाहिँ। तर बिहार खाओगुई घुम्दाको खाओगुईको राजदरबार पुरानो आजभन्दा 500-600 वर्ष अगाडिको एदो एराको आएको यहाँ दरबार चाहिँ भित्र हेर्न मिल्दो रहेछ। टिकट चाहिँ फेरि सस्तो तपाईँको हेर्नु नि यहाँ मजाले फुलेको। यहाँ चाहिँ पहिलेको राजाले कसरी चाहिँ यो घर भनौँ न दरबार त्यतिखेरको चाहिँ गरेको छ भने पुरै जापानिज स्टाइल हेर्नु भने चाहिँ पुरै के अरे है त्यो यसलाई के अरे ततामी जापानिज गुन्द्री ततामी ओढेर हेर्नु घर। यो चाहिँ ओरिजिनल जापानिज रुम हो क्या यो चाहिँ वास्तवमा। अनि यहाँ पनि छ, यहाँ रुम 2टा छ। यहाँ त भित्रै छिर्नु मिल्यो मिल्दो रहेछ भने
राजा त्यहाँनिर त मजाले बसिरहेछ बिन्दासले के भक्ति हारेर त्यहाँ बसिरहेछ नि दाजु थन्नै छ भक्ति हारे त यो अर्कै यहीँबाट पुग्छ होला है यता अँ माथि जाउँ न हामी दोस्रो तला दोस्रो छ छैन होला नि छैन छैन ए त्यो यो त त्यो प्यागोडा भएर प्यागोडा गऱ्यो अँ त्यो छानामा रे त्यो त्यो हाम्रो नेपालको त्यो उयो जस्तो के अरे मन्दिर छ त यहाँ त पानी पर्ने बेला पर्ने ठाउँ रहेछ सय रुपियाँ बेला है हामी पुरै दरबार घुमिरहेको छु होइन पहिलेको दरबारहरू चाहिँ यहाँ वास्तवमा के गर्छन् हो त्यही त हो नि लास्टमा कुरो जनताको छोरी पनि तर्नु नि राम्रो छ ठिकै ल्यायो हो यहाँ सबैभन्दा फेमस रहेछ यो ठाउँमा चाहिँ हेर्नु जामिज रुमहरू उहिलेको राजा बस्ने यो हाम्रो त्यहाँ मान्छे छ भिड हेर्नु 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 सेम जस्तै छ त यहाँ हाम्रो खावेको राजाहरू चाहिँ यो ठाउँको चाहिँ युद्ध कसरी लड्ने भनेर यहाँ चाहिँ पुरा मास्टर प्लानिङ रणनीति बनाउने प्लेस भन्दो रहेछ यसलाई चाहिँ तपाईँहरू यो जापानिजको यो रुममा चाहिँ यस्तो बत्ती फेमस हुन्छ जाउँ दाजु दरबारमा छिराउँ हामी पनि गरौँ र है दरबार है त्यति सक्दैन त्यो जमाना गरेन मेरो आमा टोयलेट रहेछ चाहिँ राजा रानी यहाँ चाहिँ अब लु त कसरी लट्ने भनेर रणनीति बनाउँदै यो म्यापिङ गर्दैछ कडा छ नि एकदम अब यिनीहरूको यो हामी आज के अरे दरबार भ्रमण सेलिब्रिटीहरूको घर भ्रमण भने जस्तो हामी चाहिँ दरबार भ्रमण खावा गएको त्यो अघिको त्यो राजा लाउने त्यो सिर्पेजहरू के जस्तो थियो त्यो कहाँ होला है यहाँ जाउँ न सागुरा हेरौँ भनेर हजुर मान्छे भनेको होइन यस्तो पनि मान्छे नभनेको मान्छेको डमी यस्तो छ यहाँ बाहिर चाहिँ यहाँ खावा गएको जू चाहिँ खावा गए जो हो दरबार भन्छ जू होइन जो भने त्यो दरबार हो यस्तो छ यहाँको राजा रानीको के होला एकछिनपछि म सर्च गर्छु हेर्छु यो खावा गए दरबार रात देख्ने बाहिरको सिन यस्तो छ तपाईँको टक्क शान्त एकदम सुन्दर शान्त एकदम के भन्ने अब पहिला यस्तो होला क्या राजालाई भेट्न आउने मान्छे होइन राजा भन्दा नि कोही भेट्ने मुद्दा मामला पर्ने मान्छे त्यहाँ वेट गर्न्थ्यो होला हो सही हो सही हो यो घर त्यो चाहिँ त्यो घर हो यहाँ के छ यहाँ क्या कस्तो के ठाउँ नै कस्तो क्या आनन्द लाग्दैन कि अनि भित्र हेर्ने ठाउँ यस्तो छ सबै यस्तो घरमा चाहिँ रेन्टल लिएर बस्नु पर्ने पाउनु त पाउँछ यस्तै गरेर यहाँ रहेछ त यहाँ यस्तो छ तपाईँहरूको उतिर राजाले लगाएको लुगाहरू समाइरहेको 1985 रुकुने 1985 रहेछ त भनेपछि 1985 2000 100 वर्ष त भएन सबै क्या यो के हो यो झन् थोर्मो अनि यो 1975 त्यहीसम्म लाउँदै रहेछ अनि यस्तो रहेछ अब सिद्धियो यति रहेछ राजदरबार हाम्रो भेना चाहिँ पुरै
राजासँग पुरै राजाको लुगाले हेरेर पुरै के भन्नु ल यति भन्दा दरबार सिद्धियो दामी छ ऊ त्यहाँ ब्रेक टाइम के अरे मुद्दा मानेर पर्ने मान्छे बस्ने ठाउँ गएर हामीले एकछिन रेस्ट गरौँ हराएको ठाउँ थाहा भयो योभन्दा 4 वर्ष अगाडि म हराएको ठाउँ हराएको ठाउँ यस्तो छ काममा आएको हराएपछि उहाँ चाहिँ यो ठाउँ घुम्दै आएको अरे अनि त्यो राजा नि खाऊ गए यो पुरानो एदो जिताईको एदो एराको चाहिँ गाउँ घुम्दै यो पनि एकदम फेमस प्लेस रहेछ हाम्रो भेनाजु त्यतिखेर चाहिँ हराएर खास कुरो चाहिँ काममा गएको बिहान 7 बजे काममा गएको अनि कम्पनीको छुट्टै ब्रान्चमा पुगिदिएर रहेछ अनि त्यही भएर अब हरायो भने घुम्दै गएको ठाउँ रहेछ वास्तवमा अहिले त हामी घुम्न आएको त झलस्स याद आयो हाम्रो भेनाजुलाई त्यो अब पुरा त्यतिखेरको याद आयो तपाईँले त्यतिखेरको याद आयो नि मलाई हो कि यहाँ मन्दिर छ अहिले मन्दिर जाउँ मन्दिर पनि छ भन्ने कुरा आयो तर रमाइलो आनन्द रहेछ यो खाओ गएको यो ठाउँ अनि आज खाओ गए भ्रमणमा आएको उहाँले भन्नुभएको यहाँ मन्दिर छ यहाँ रहेछ मन्दिर पनि यहाँ भित्रतिर मन्दिर छ पुरै रिकल भइदिरहेको नि होइन अनि हराए पनि तपाईँ हराए पनि स्पेसल ठाउँमा आइपुग्छ त्यतिखेर त नि है हामी अघि सँगसँगै आएको बाजेहरू यहाँनिर लाएर हो यही बाटो आउलो ल त्यसै हरायो उसै हरायो ठाउँको नाम अघि बिर्सेको हामीले हिकावा रिभर साइड रहेछ खावा गएको तपाईँहरू आउनुहुन्छ भने हिकावाहरू आजकल चाहिँ यहाँ पुरै साकुरा फुलेर अचम्मै रमाइलो छ अरू बेला नि एकदम आनन्दमय हुँदो रहेछ बिचमा सानो खोला कुना कुनामा हिँड्न मिल्ने अनि यो हिकावा ब्रिज रहेछ यहाँ एकदम फोटोसुटलाई स्पेसल प्लेस त्यसरी फोटो खिच्नलाई यहाँ जतिजना छन् सबै विदेशी छन् हामी 2 जना नि विदेशी हो वास्तवमा तर पनि हामी यहाँको नर्मल हौ नर्मल हो यो अनि गच्चप छन् बिचरा छाता हराइन्छ भिजेर पनि आइरहेको छन् उनीहरू चाहिँ हाम्रो दिदीबहिनीहरू रमाइलो छ यहाँ कुडुङडुङ लास्टमा तरुनी फोटो खिच्ने भन्दै राख्यो हाम्रो भेनाजु हराएर यहाँ देउतालाई भेटी चढाएको ठाउँ मन्दिर यो त्यहाँ स्पेसल कुरा के भएछ भनेदेखि तपाईँको म स्टेसनमा पुऱ्याइदियो भनेर दर्शन गरेको ठाउँ रे यो रमाइलो भयो हराएको याद हरायो आज चाहिँ हराएको होइन हामी घुम्न आएको हराएको ठाउँमा तर यहाँ त सही रहेछ भेनाजु लाइटिङ भेटी चढाउन कता भेनाजु यहाँ गेट ठुलो रहेछ नि भेनाजु उताबाट आउने रहेछ नि त अघि है यो गेट ठुलो रहेछ यहाँको तोत्तोरी के भन्छ यसलाई तोत्तोरी यहाँ मन्दिर हामी अब यहाँ भेटी चढाउँछौँ यहाँ मन्दिर यो मन्दिरको नाम हामी यहाँ फ्रेममा देखाउँछौँ खाओ गएको यो हिकावा रिभर साइडको छेउमा यो मन्दिर पनि रहेछ हामी साकुरा हेऱ्यौँ त्यसपछि अब मन्दिरमा दर्शन गर्न आएको छौँ अब दर्शन गरिसकेपछि त्यो मन्दिर एकदम पिसफुल छ तपाईँको चित्त कुरा पुरा हुन्छ भन्ने एउटा विश्वास छ ट्याक्क यहाँ चाहिँ भेटी चढाउने अनि देउतालाई यहाँ दर्शन गर्ने यति गरेपछि सिद्धियो हाम्रो पानी परे पनि हामी त मजाले घुम्यौँ एकदम रमाइलो छ ठाउँ र साथै त्यस्तो घुम्ने ठाउँहरू हेर्न चाहन्छ भने सब्सक्राइब गरेर राख्नु होला धन्यवाद।